लड्दै पड्दै आए हामी सेरे तिहारको शुभकामना जामिन देउसी भैली खेल्न हुन्छ जामिन भन भन भाइ हो देउसी रे आएका हामी देउसी रे घर बेटी बाको घरमा देउसी रे छोरीलाई माग्न देउसी रे यो घर कसको देउसी रे मेरो हुनेवाला ससुरा बाको देउसी रे आएको म देउसी रे हजुरको छोरीलाई माग्न ओए सेरे यो छोरी माग्ने कुरा नगर त आएका हामी देउसी रे जन्ती लिएर देउसी रे छोरीलाई माग्न देउसी रे फेरि त्यही कुरा भनेको आएका हामी देउसी रे मादल बजाउँदै देउसी रे छोरीलाई माग्न देउसी रे सेरे यो छोरी माग्ने कुरा बाहेक अरू कुरा गर्द अरू के कुरा गर्नु बिहे गर्ने उमेर भयो मेरो साँच्चै यो घरबेटीको छोरी कति राम्री जोडी त मेरो मिल्छ यससँग यस्तो कुरा गरिस् भने तिहार दक्षिणा होइन घरबेटीको झटारो खान्छस् मैले अहिले त्यसो भए त घरबेटीसँग क्षमा माग्न त हुन्छ घरबेटी बुबा हामी क्षमा प्रार्थी छौँ अर्को वर्ष पनि फेरि आउँला बिदा दिनेछ है त सम्पूर्ण नेपालीहरूको दोस्रो महान चाडपर्व तिहार हाँसी खुसी देउसी भैलो खेलेर रमाइलो गरौँ सम्पूर्णलाई तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद थ्याङ्क यू सो मच लड्दै पड्दै